सो गाइस आसिन आइपुग्दा पुग्दा पुरै लेट भइसक्यो घरमा पुरै अँधेरो भइसक्यो अनि म चाहिँ लाग्यो किचनतिर अब खाना बनाउनु लागि यहाँ चाहिँ अलिक अँधेरो रहेछ अनि साग फ्राई गर्नु आँटेको हो आज सबैको व्रत रहेछ नि त त्यसले गर्दाखेरि म चाहिँ पुरै गलिसकेको छु अनि यहाँ चाहिँ हेर्नु पानी यसरी बगेर गएको छ बाहिर पुरै कस्तो लोभलाग्दो पानी अनि आज चाहिँ सिङ्गारबत्ती जलाउने अरे नि त आज सप्तमीको दिन अनि यहाँ हाम्रो चाहिँ मैले देउराली रेडी हुँदैछिन् सिङ्गार आरती जलाउनु लागि अनि यहाँभित्र हाम्रो मम्मी चाहिँ मन्दिरमा रेडी गर्नु हुँदैछ हो सिङ्गार आरती यसरी यहाँ बनाइदिनु हुँदैछ सिङ्गार आरतीको लागि यो चाहिँ हाम्रो मन्दिर रुम यसरी बनाउनु हुँदैछ अनि यहाँ छोरी पनि लिने अरे के अरे सिङ्गार आरती जलाउने अरे अनि हेर्नुहोस् मन्दिर अहिले एकछिनमा सिङ्गार आरती जलाएको कीर्तन भएको म अझै एउटा भिडियो बनाउँछु तपाईहरुसँग फेरि शेयर गर्छु अहिले हेर्नुहोस् पुरा अँधेरो भइसकेको छ अनि म चाहिँ पुरै गलिसकेको छु हो म चाहिँ पुरै गलिसकेको छु पुरा थाकेर हुरुक्कै पुरुक्कै के भयो आज त पुरा बहुत लेट